हाम्रो फिक्कलमा चाहिँ अलौकिक महाकाली देवी हुनुहुन्छ, उहाँले बास गर्नुभएको छ। यसको बारेमा चाहिँ यहाँले त्यहाँ कोटी होम पनि गरेर आउनुभयो। महाकाली देवीको बारेमा केही भनिदिनुस् न। फिक्कल महाकाली देवी त्यहाँ के छ भने त्यहाँ साक्षात माताको बास छ हैन। अब त्यहाँ चाहिँ यहाँको मान्छेहरूले त्यसको अस्तित्व नबुझेका हुन्। त्यहाँ गरे त्यहाँ जे मागो यो पाथेवारा भनिन्छ, मनोकामना भनिन्छ, यी आदि इत्यादि देवीहरू भन्दा देवीको शक्ति उही हो, त्यो शक्ति त्यहाँ पनि छ भनेको पुग्छ। त्यहाँ देवीको मात्रै बास नभएर त्यहाँ 64 योगिनीको पनि बास छ। त्यहाँ जति गुफाहरू छन् त्यसमा सबै योगिनीको बास छ। त्यो मैले महसुस गरेको कुरो हो। मैले जब कोटी होम लगाएँ म एक्लै बसेँ त्यहाँ, म चाहिँ 9 दिनसम्म मैले कोटी होम गरेँ त्यहाँ हैन। मैले त्यो महसुस गरेको छु। शब्दमा भन्न मिल्दैन। जबसम्म तपाईँहरू त्यो काम गर्नु न, त्यहाँ चाहिँ जानु न, त्यहाँ यसको व्यवस्थापन गर्नु न, त्यहाँ तपाईँ जानुहोस्, त्यसको व्यवस्थापन गर्नुहोस्। तपाईँहरूको लागि यो एउटा धार्मिक पर्यटकीय क्षेत्र हो। नेपालमै चिनिने धार्मिक पर्यटकीय क्षेत्र हो त्यो, तर त्यो चाहिँ ओझेलमा परेको छ। म तपाईँहरू राजनीतिक कार्यकर्ताहरू, यो गाउँ फिक्कल गाउँपालिका जनताहरू सबैलाई के भन्छु भनेदेखि तपाईँहरू त्यसको चाहिँ विकास गर्नुहोस्। त्यो तपाईँहरूले माता रानीको कृपाले सबैलाई चाहिँ राम्रो पनि हुनेछ र यो गाउँको यो ठाउँको पर्यटकीय क्षेत्र पनि हुनेछ। त्यसले एउटा चाहिँ यो एरिया यो क्षेत्र र देशैलाई एउटा चिनाउने, टाढा टाढाबाट पर्यटकहरू आउने यस्तो छ भनेर। जस्तो हामी चाहिँ इन्डिया जान्छौँ, कश्मीर जान्छौँ हैन, कहाँ कहाँ देवीको स्थानहरूमा जान्छौँ, त्यस्तै यो पर्यटकीय क्षेत्र हो। यसलाई चाहिँ राम्रो गर्यो भने धेरै राम्रो हुन्छ भन्ने मलाई लाग्छ। धन्यवाद।